हामी 2080 सालमा सिटिभिटी अन्तर्गत फर्स्ट सेमिस्टरको क्वेसन गर्दैछौँ, जसमध्ये हामीलाई क्वेसन नम्बर 10 मा 4 मार्क्समा सोधिएको क्वेसन थियो। tan इन्भर्स x प्लस tan इन्भर्स y प्लस tan इन्भर्स z इक्वल टू π/2 देन प्रुभ द्याट xy प्लस yz प्लस zx इक्वल टू 1 प्रुभ गर्नुपर्ने छ। जसमध्ये हामीलाई सुरुमा हामीले लेट गर्नुपर्ने हुन्छ। केही लेट a बराबर हामी tan इन्भर्स x लाई मान्छौँ, जबकि हामी tan इन्भर्सलाई यता आउँदाखेरि हाम्रो के बाँकी भयो tan a, किनकि इन्भर्स भनेको चाहिँ हाम्रो 1/tan a जस्तो हो, 1/tan जस्तो हो। त्यसैले हाम्रो यतापट्टि a थियो, यो tan यता आउँदाखेरि tan a यहाँ माथि भएको x माथि x मात्र बाँकी भयो, त्यसैले x बाँकी। त्यसपछि फेरि b इक्वल टू tan इन्भर्स y मान्छौँ, फेरि y बराबर हाम्रो कति आयो tan b आयो। त्यस्तै गरेर फेरि अब एन्ड z बराबर हामी tan इन्भर्स c बराबर tan इन्भर्स z मान्छौँ। त्यसपछि हामी z बराबर tan c भयो। त्यसपछि हामी अब पुट गर्छौँ tan इन्भर्स y tan इन्भर्स z को ठाउँमा हामी a b c पुट गर्छौँ। a प्लस b प्लस c इक्वल टू हाम्रो π/2 छ। त्यसपछि हामी यो c लाई उता पठाइदिउँ, a प्लस b बराबर π/2 माइनस c। अब tan लग्यौँ दुवैतर्फ, tan a प्लस b इक्वल टू π/2 भनेको हाम्रो पाई भनेको 180, 2 ले डिभाइड गर्दाखेरि 90 माइनस c, tan 90 माइनस c। 90 मा हाम्रो चेन्ज हुन्छ क्वाड्रेन्ट, चेन्ज हुन्छ भने चाहिँ हाम्रो फर्स्ट क्वाड्रेन्टमा सबै अल पोजिटिभ बट तर चेन्ज त हुन्छ कट c। tan a प्लस b को फर्मुला हामीलाई थाहा छ, tan a प्लस tan b अपन 1 माइनस tan a इन्टु tan b। त्यसपछि हामी tan a बराबर x छ, tan b बराबर y छ, tan c बराबर z छ। यो पुट गरौँ हामी, tan a बराबर हाम्रो के छ x छ, tan b बराबर y छ, त्यसै गरी 1 माइनस xy। बट तर हामीलाई कट c को भ्यालु थाहा छैन। कट c को भ्यालु थाहा छैन भने चाहिँ हामीलाई थाहा छ 1/tan c भनेको हाम्रो कट c हो, किनकि हाम्रो हामीलाई थाहा छ कि एउटा कन्डिसन tan थीटा इन्टु कट थीटा इक्वल टू 1 हुन्छ। यदि हामी कट थीटालाई यहाँ राखौँ, त्यसपछि हामी tan थीटालाई उता पठायौँ भने चाहिँ tan थीटा 1/tan थीटा बराबर कट थीटा लेख्न पाउँछौँ। त्यसैले कट थीटाको ठाउँमा हामी 1/tan लेख्न पाउँछौँ, त्यो लेख्न पाइयो। त्यसपछि 1/tan c को पनि हामीलाई भ्यालु थाहा छ, पुट गरिदिउँ। 1/tan c भनेको हामीलाई कति छ, tan c भनेको हामीले z मानेका छौँ, z छ थाहा छ हामीलाई, x प्लस y अपन 1 माइनस xy। त्यसपछि हामी क्रस मल्टिप्लाई गर्छौँ, यसले यसलाई गर्दाखेरि zx प्लस yz इक्वल टू यो उता जाँदाखेरि 1 माइनस xy बाँकी। त्यसपछि अब हामी यो माइनस xy लाई यता ल्याउँदाखेरि xy प्लस zx प्लस yz इक्वल टू 1, यानि कि हाम्रो यो प्रुभ भइसकेको छ। एन्सर यही नै फाइनल एन्सर आयो।